म लोगो बनाउन सिकाइरहेको छु। स्क्रिनमा अब हेर्नुस् ल, पिक्सल ल्याबबाट एकदम स्पेशल 3D लोगो बनाउँछु। म रिङमा बनाउँछु, एल्युमिनियम अनि सिल्भर कलरको। हेर्नु होला, म माधव आचार्य 14 हो मेरो युट्युब आइडी। यो फलो के भन्छ सब्सक्राइब गरिदिनु होला। र अब एम र ए ल्याएँ मैले। यिनको फन्ट चेन्ज गर्ने, फन्ट भनेको यो जुन आफ्नो अङ्क चेन्ज गर्ने, डिजाइन एबिसीको अलि राम्रो डिजाइनको लिने र फन्ट चेन्ज गरेर आफूलाई कस्तो राम्रो लाग्छ यो मैले डाउनलोड गरेर राखेको। सबै एभाइलेबल हुन्न यसमा, राम्रोलाई डाउनलोड गर्नुपर्छ। यो ल्याएर जोइन्ट गरेपछि अब यसको कलर चेन्ज गर्नुपर्छ। कलर चेन्ज गरेर कालो राख्नुपर्छ है। यसको कलर चेन्ज गरेर कालो राख्ने, कालो गरेपछि टक्क अब यो पछि मैले एल्युमिनियम कलर लगाउँदाखेरि एकदम राम्रो आउँछ बल्ल। र अब के एलिमेन्ट लगाउन पर्यो। यो एलिमेन्ट तरवाल जस्तो छ, यसले के हुन्छ भने बिचमा लगाएपछि स्टाइली डिजाइन देखिनको लागि र जहाँ चाहिँ हामीले राख्यौँ त्यहाँ चाहिँको कट गरिदिन्छ, डिजाइनिङ बनाइदिन्छ। र स्ट्रोक लगाउने कारण के हो कि यसले बिचबाट काटिदिन्छ, यो टक्क डिजाइन काट्छ यसले। स्ट्रोक लगाएर यसलाई जोइन्ट गर्यो। अब यसलाई इरेजमा गएर यो सेतोलाई हटाउन पर्यो। सेतोलाई हटाउने, यसलाई अन गरेपछि सेतो हट्यो र यसलाई 8 मा राखिदिनु। क्लियर एकदम सेतोभरि पुरै हट्यो। र अब यसलाई ठ्याक्क बन्यो, यो राम्रो जोइन्ट छ। अब फेरि पुरा नाम लिन पर्यो हाम्रो। मेरो माधव आचार्य 14 लाई टक्कमा अब यसको पनि राइटिङ लेखेर फन्ट चेन्ज गर्नु, राम्रो खाले अक्षर टक्क राम्रो स्टाइली डिजाइनमा ल्याएर बनाउँदा राम्रो हुन्छ। र यसको पनि कलर चेन्ज गर्ने, कलर चेन्ज गरेर कालो राख्नु होला। टक्कै फन्ट चेन्ज गरेँ मैले र यसलाई पनि कालो राख्नु। कालो राखेपछि बल्ल एल्युमिनियम कलर लगाउँदाखेरि एकदम कलर छोप्छ यसले, नै पनि छोप्दिनँ। तपाईँको इच्छा, रातो सेतो जस्तो पनि लगाउन सक्नुहुन्छ। र अब यो टक्क अब 3टा एकै ठाउँ जोइन्ट भयो। अब यसलाई लिन पर्यो उसमा गएर, ग्यालेरीमा गएर सिल्भर कलर आयो। टक्क हेर्नु सिल्भर कलर भयो कि भएन। यो पहिला कालो थियो, सिल्भर कलर भयो। अब यसलाई के गर्न पर्यो भन्दाखेरि 3D बनाउन पर्यो। 3D अब 3D मा अन गरेर यसलाई 7 थियो 1 गरिदियो। यसलाई ओके गर्ने। त्यसपछि इम्बोजमा गएपछि यो फाट्यो, यसलाई तन्काएर तलमाथि गर्दा आयो, लेभलमा आयो। यसलाई प्यारामिटरहरू घुमाउनु, टक्क 330 मा राख्दाखेरि राम्रो आछ यो। र तलका लाइनहरू यताउता सार्नु होला, 54 अथवा 52 यस्तोमा। माथिको 80 रहदिनु, तलको लास्टको 20 मा राखिदिनु। र अब यो बन्यो। अब यसमा सेडो लगाउन पर्यो। सेडो लगाउँदाखेरि के हुन्छ भने टक्क बाहिरबाट टाँसे जस्तो अक्षर देखिन्छ, एकदम राम्रो क्लियर देखिन्छ। 3D देखिने भनेको यो सेडोले हो। पछाडि सेडो लगाएपछि छाया जस्तो देखिन्छ पछाडि, माथिबाट अक्षर टक्क मिल्यो। अब यो राम्रो भइसक्यो है, टक्क मिल्यो। तपाईँको हेर्नुहोस्, विचार गर्नुहोस्। र अब फर्म ग्यालेरीमा गएर ल्याउनुहोस्। अब जहाँबाट होइन, फर्म ग्यालेरीमा ल्याउनु पर्छ। यो रिङ लगाउँदाखेरि फर्म ग्यालेरीमा गएर रिङ ल्याएर रिङ एड गरिदियो। टक्क यो रिङ पनि डाउनलोड गर्न मिल्छ। यसरी बनाउनु होला टक्कै। अब डाउनलोड गर्दा अल्ट्रामा गएर